नेपालगञ्जबाट जम्मा 25 मिनटमा आफ्नो फ्यामिली र फ्रेन्डसँग घुम्न जानको लागि पर्फेक्ट ठाउँ। हाई एभ्रीवान, दिस इज रोजिना र आज म हजुरहरूलाई लाँदैछु बाँके जिल्लामा रहेको डुडुवा 5 नानापुरमा स्थित सिद्धिविनायक लायन्स पार्क। बिहानै उठेर रेडी भएर दिदी र मम्मीसँगै बसमा बसेर म लागे डुडुवा 5 नानापुरमा स्थित सिद्धिविनायक लायन्स पार्कमा। म भने यहाँ फर्स्ट टाइम जाँदै जाने बित्तिकै चाहिँ मैले चिया खाएँ। कति धेरैजना चाहिँ पिकनिकको लागि आउनुभएको रहेछ। म भने मेरो मम्मीको अफिसको प्रोग्रामको लागि गएको थिएँ। हजुरहरू पनि बाँके बर्दियामा चाहिँ पिकनिक जानको लागि कुनै ठाउँ खोज्दै हुनुहुन्छ भने यो ठाउँ भने तपाईँहरूको लागि पर्फेक्ट हुन सक्छ। र यो ठाउँमा बच्चादेखि बुढोसम्म सबैजनाले नै रमाइलो गर्न सक्नुहुन्छ। र म भने नेचरको बिचमा आफ्नो नेचर थेरापी गर्दै थिएँ। पार्ककै छेउमा एउटा सानो पार्क छ, यहाँ भने तपाईँहरूले राम्रो फोटो भिडियो पनि खिच्न सक्नुहुन्छ। र यहाँ तपाईँ ड्राई पिकनिकको लागि पनि आउन सक्नुहुन्छ। उहाँ चाहिँ हाम्रो आजको शेफ अङ्कल हुनुहुन्थ्यो र हाम्रो ग्रुपको पिकनिकमा पनि फन एक्टिभिटीहरू इन्क्लुड गराउनु भएको रहेछ। एकदमै रमाइलो भयो। हामीले म्युजिकल चेयर पनि खेल्यौँ। सबैजना इङ्गेज भएर होला, एकदमै रमाइलो भयो। त्यसपछि मैले मेरो मम्मीको फोटो भिडियो खिचेँ र यो ठाउँमा मलाई एकदमै फ्री फिल भइरहेको थियो। त्यसपछि चाहिँ हामीले हाम्रो खाना खायौँ र नाचगान भयो, रमाइलो गर्दै हुनुहुन्थ्यो सबैजना। र यसरी नै तपाईँहरूसँग दिनभरि टाइम नभयो भने साँझको 3-4 बजेतिर चाहिँ तपाईँहरू यो ठाउँ जान सक्नुहुन्छ। त्यति बेला झन् यस्तो ब्युटिफुल गोल्डन आवर भइरहेको हुन्छ। मेरो भने यो एकदमै फेभरेट मोमेन्ट अफ द डे थियो। कति धेरैजना फोटो भिडियो खिच्नको लागि भनेर मात्र पनि आउनु भएको थियो। त्यसपछि चाहिँ पार्कको अपोजिटमा रहेको यो पोखरीमा गएर यहाँको ब्युटिफुल सनसेट नहेरी चाहिँ घर नफर्किनु होला। मैले भने आफ्नो बुटै खोलेर सनसेट हेर्न गएको थिएँ। नेपालगञ्जबाट छोटो ट्रिपको लागि कतै जान खोज्दै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ यो ठाउँलाई पनि आफ्नो लिस्टमा राख्न सक्नुहुन्छ। र यो ठाउँ गइसक्नु भएको छ भने लेट मी नो इन द कमेन्ट बिलो। र अब घुम्न जान चाहनुहुन्छ भने टेन्सनै भएन, किनभने